लेफ्ट भन्नेपट्टिको जुन चाहिँ हेलो यो वारिपट्टि चाहिँ तपाईँको लेलेप भन्ने है। अन्त घोला घुम्सा भन्ने पनि अब यहीँबाट उँभो जाने गर्दो रहेछ। बाटो चाहिँ यतै हो र यो चाहिँ एकदमै नेपालको एकदमै पहाडी क्षेत्रमा पर्ने एउटा एकदमै सुन्दर एकदमै पिस शान्ति तपाईँहरूले देख्न सक्नुहुनेछ है। तपाईँहरूसँग सेयर गर्दैछु यो भिडियो र कस्तो लाग्छ कमेन्ट गरिदिनु होला है। यहाँ चाहिँ एकदमै एग्रिकल्चरहरू पनि राम्रो हुँदो रहेछ र एग्रिकल्चरमा चाहिँ तपाईँहरूले देखिसक्नु भएको छ है भिडियोमै। मकै रहेछ, कार्डाममहरू र अन्य इत्यादि फ्रुट्सहरूको पनि यहाँ खेतीपाती गर्दो रहेछ है। एकदमै यो हाई अल्टिट्युडमा छ र पनि के हो एकदमै यहाँको मान्छेहरू एकदमै पिस शान्ति एकदमै सफा सुग्घर है र एकदमै हिमालको फेदमा होइन एकदम वेदर क्लाइमेट्स पनि एकदमै मिलेको सबैतिर होइन। जाडो पनि होइन, चिसो पनि होइन, ठिक्कै एकदम वेदर क्लाइमेट्स पनि एकदम माइन्ड पनि फ्रेस हुने, एयर पनि एकदम फ्रेस एकदमै। यहाँ आएपछि माइन्ड नै एकदमै अर्कै किसिमको एउटा हुने खालको है। र यो चाहिँ एकदमै मलाई राम्रो लाग्यो गाउँहरू पनि है। अन्त यहाँ चाहिँ यस्तो रहेछ देख्न सक्नुहुँदैछ। पारिपट्टि पनि तपाईँहरूको देख्न सक्नुहुँदैछ, पारिपट्टिको गाउँ पनि म जुम गरेर देखाउँदैछु। यो चाहिँ हेल्लोक भन्दो रहेछ, यसलाई चाहिँ हेल्लोक भन्ने जग्गा है, हेल्लोक रहेछ। र प्रायः जस्तो यहाँ चाहिँ अब बुद्धिस्ट कम्युनिटीको मान्छेहरू प्रायः बस्नु हुँदो रहेछ नि त। अनि एकदम क्लिननेस एकदम हस्पिटलिटी एकदम राम्रो है। यो चाहिँ इट्स पार्ट्स अफ इस्टर्न हिमालयन अफ नेपाल भन्दो रहेछ है। डिस्ट्रिक्ट चाहिँ ताप्लेजुङ हो है। ताप्लेजुङ अन्तर्गत क्षेत्रमै पर्ने यो चाहिँ एउटा भनौँ न एउटा गाउँ एउटा प्लेस है। एकदमै राम्रो, मलाई चाहिँ एकदमै मन पर्यो है। तपाईहरुलाई के कस्तो लाग्छ कमेन्टमा भनिदिनु होला है। ल गाइस, बाइ बाइ।